प्रिमियर लिगमा आर्सेनल र म्यान्चेस्टर युनाइटेडको गेम चाहिँ 1-1 ड्र भएको छ है। यो ड्रसँगै आर्सेनलको यसपालि पनि प्रिमियर लिग जित्ने सपना चाहिँ लगभग सिद्धिएको छ। यो ड्रसँगै आर्सेनलको 28 गेममा 55 पोइन्ट्स भएको छ भने लिभरपुलको एक गेम बढी खेलेको 29 गेम खेलेको लिभरपुलको चाहिँ 70 पोइन्ट छ। आर्सेनलभन्दा 15 पोइन्ट अगाडि छ है। अनि यो ड्रसँगै आर्सेनलको लगभग यसपालि प्रिमियर लिग जित्ने चाहिँ सपना चाहिँ चकनाचुर भएको छ। गेमको कुरा गर्नुपर्दाखेरि चाहिँ ब्रुनो फर्नान्डेसले 45 प्लस एडिसनल टाइम 2 मिनटमा फ्री किकबाट राम्रो गोल हानेर म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएको थियो। अग्रता दिलाए पनि सेकेन्ड हाफमा चाहिँ डेक्लन राइसले 74 मिनटमा गोल हानेर चाहिँ आर्सेनललाई बराबरीमा ल्याए होइन। अनि गेम पोजिसन यसो हेर्दाखेरि आर्सेनलको राम्रो थियो। गेम राम्रै भए तापनि सर्ट्स पनि आर्सेनलले धेरै हानेको थियो होइन म्यान्चेस्टर युनाइटेड भन्दा। गेम राम्रै भए तापनि ठिकठाक भए तापनि आर्सेनलले म्यान्चेस्टर युनाइटेड विरुद्ध जित निकाल्न सकेन होइन। अनि ड्रमा सिद्धियो। यो सँगै अब आर्सेनल ले लिग जित्न अब लगभग असम्भवै छ। लिभरपुललाई एडभान्समा बधाई हुन्छ है। लिभरपुललाई एडभान्समा बधाई हुन्छ। लिभरपुलले लगभग अब यो प्रिमियर लिग जित्ने पक्का भइसकेको छ है।